उति बेलाको जमानामा न खिर भनेको जति खान पाउने, न पेटभरि खाना पाउने, न मिठो खान पाउने भएर होला कि साथीहरू असार 15मा दही चिउरा खानुपर्छ, साउन 15मा खिर खानुपर्छ भनेर परम्परादेखि नै चलिआएको यो। त्यसैको अब रीतिथिति त कायम राख्नै पर्यो। हाम्रो हजुरबुवा हजुरआमाहरूले मात्रै चाडबाड मनाएर त भएन नि त होइन। हामीले पनि त त्यसलाई त फलो त गर्नु पर्यो नि त। त्यही भएर आज चाहिँ साउनको 15 हो के। आज चाहिँ खिर, अचार, पुरी खाने दिन हो होइन। तर हाम्रो घरमा चाहिँ धेरैजना छैनौँ। हामी 3 जना मात्रै हो, बुवा आमा र म मात्रै छौँ। अब कता खिर, कता पुरी, कता अचार भन्ने जस्तो त लाग्थ्यो नि। तर के गर्नु साथीहरू, यो मुखलाई पनि मिठै खानुपर्छ के। जति भए नि हुँदैन। चासो चुसो मिठो भएन भने त केही खान पनि मन लाग्दैन। त्यही भएर आज चाहिँ मेरो घरमा खेताला पनि हुनुहुन्थ्यो क्या थोरै। त्यही भएर खिर चाहिँ सबैलाई नपुग्ने भएर चाहिँ मैले चाहिँ रोटी पनि बनाएको छु होइन खेतालाहरूलाई दिनको लागि। अनि मैले चाहिँ यहाँ हेर्नु त मुनि आलु यस्तो मुनि आलुको यति मिठो, यति ट्वाक्क पिरो अमिलो च्वास्स परेको अचार बनाएँ नि। यो आलु त हेर मैले बनाएको अचार कस्तो राम्रो कलर थियो कि, तर मेरो यो क्यामेराले कलर देखाउन सकेन। म के गरौँ, मेरो क्यामेराले राम्रो कलर देखाइदिएन। त्यसले गर्दा चाहिँ मलाई टेन्सन पर्यो नि साथीहरू। अनि मैले चाहिँ चट्ट पारेर यो रोटी पकाएँ कि यो रोटी पनि कस्तो टाइपको भने खासमा यो सुक्खा नान हो होइन। तर मैले यसलाई हल्का घिउमा अलिअलि घिउ दलेर बनाएको छु। यो चाहिँ गहुँको पिठोको हो। हामी चाहिँ अब आटा मैदा चाहिँ अब गाउँघरमा त्यति युज गर्ने गरेको छैन। यो गहुँ चाहिँ हाम्रै खेतमा फलेको हो के। त्यही भएर यो गहुँको पिठोलाई इस्ट हालेँ, चिनी हालेँ, नुन हालेँ, दही हालेँ, तातो मनतातो दुध हालेँ। अनि इस्ट चाहिँ मैले मनतातो पानीमा एकछिन इस्ट के भन्छ त्यसलाई फर्मेन्टेसन हुन दिएर अनि पिठोमा हालेर अनि त्यसलाई मोलेँ। अनि आधा घन्टा जति त्यसलाई चाहिँ रेस्ट गर्न दिएँ। अनि पुलुक पारेर पकाएँ कि। अनि त्यस पछाडि पालो आयो खिरको। अब खिरको लागि त मजाले ड्राई फ्रुटहरू चाहिँ घिउमा भुट्नु पर्यो नि त। अनि मैले चाहिँ 1 कप जति चामल चाहिँ मजाले घिउमा फ्राई गरेँ। अनि त्यस पछाडि तातो दुध झ्वाइँ पारेर हालिदिएँ। अनि त्यस पछाडि मेरो बुवा चाहिँ एकदमै बुढो हुनुहुन्छ। उहाँले चाहिँ यस्तो ड्राई फ्रुट्सहरू यत्तिकै चपाउन सक्नुहुन्न भनेर चाहिँ सबैलाई ग्राइन्ड गरेर मैले खिरमा राखिदिएँ। हेर्नु त खिरमा घिउ माथि आएको। अनि त्यस पछाडि हल्का चिनी पनि मैले त्यसमा राखिदिएँ। अनि गद खिर पाक्यो। त्यस पछाडि मैले बुवालाई आमालाई खान दिएँ अचार खिर। अनि खेतालाहरूलाई पनि दिएँ अचार खिर रोटी। अनि लास्टमा आफूले पनि खाएँ। खिर चाहिँ एकदमै मिठो बब्बाल भएको थियो कि साथीहरू।